हेलो नमस्ते वेलकम ब्याक। हजुरहरू सन्चै हुनुहुन्छ होला सबैजना है। म पनि सन्चै छु। बट आज चाहिँ म के भन्न आइरहेको छु भने नि, धेरै दिन पछि भिडियो पनि बनाएको है। अब हुन्छ नि, पहिलेको मेरो आइटीमा अब मैले धेरै दुःख गरेको थिएँ, त्यसमा पनि मैले धेरै मेहनत गरेर बनाएको थिएँ। किनकि धेरै तपाईँको अलिकति केही गर्नुको लागि केही गर्छु, केही बनाउँछु, केही पाउँछु भन्दाखेरि धेरै दुःख गर्नुपर्ने हुन्छ होइन। अन्त अब पहिलेको एन्ड्रोइड थियो, अहिलेको आइफोन छ, अन्त भिडियोहरूको क्वालिटीहरूको त राम्रै छ। त्यही पनि अब 22 वर्ष पुगिसक्यो होइन। अब विदेश जान्छु भनेर पासपोर्ट बनाएको, पासपोर्ट थन्केर बसिरहेको छ। अब केही गर्छु नेपालमा भन्दाखेरि जब खोज्नु गयो, जबमा पनि त्यही नै हो। अब हरेक कुरो हुन्छ है। कुनै ठाउँमा आफूलाई मन पर्दैन, कुनै ठाउँमा आफू हुँदैन, त्यस्तै हो घरिघरि। अब हुन्छ क्या साथी। अब हुनु त यस्तो कुराहरू म सोसियल मिडियातिर त प्रायः हाल्दिनँ म, किनकि जति पीडा भए पनि जे भए पनि म आफ्नै मनमा राख्छु। प्रायः म हाँसेको गरेको प्रायः अरू नै हालेर हुन्छु। त्यही पनि आज चाहिँ कस्तो लाग्यो भने किनकि हुनु त भर्खर 22 वर्ष पुगिँदैछ होइन, धेरै उमेर नि गएको छैन। त्यही पनि तर अब 22 वर्ष पुगिसक्यो होइन, कमाउन जान्छु, गर्छु, केही गर्छु भनेर पासपोर्ट बनाएको पनि 2 वर्ष भइसक्यो है। 2 वर्ष भइसक्यो। अस्ति गएर काठमाडौँ गएर मैले पेस्ट गरेको पनि थिएँ। तर अहिले चाहिँ कस्तो छ भने मेरो अब हेल्थ सम्बन्धी चाहिँ के छ भने अलिकति बिमारी भएर होइन, पहिलेको जस्तो अब स्वास्थ्य अब अलिकति राम्रो नभइदिएको कारणले गर्दाखेरि चाहिँ यत्तिकै घरतिर बसिरहेको छु म। अब सकेसम्म राम्रो भइदिएदेखि म पनि बाहिर जान्थेँ, यसो आफूलाई सकेसम्म यसो। हुनु त अब बाहिर गएर पनि सबै पैसा हुन्छ भन्ने हुँदैन। बट त्यही पनि यसो केही न केही गरिन्छ, घर यसो सानोतिनो बनाइन्छ भने के गर्नु। अब नेपालमा गर्छु भनौँ भने छैन। अब होटल रेस्टुरेन्टमा अब आफूलाई आउँछ नि काम, अब त्यो बाहेक अरू पनि आउँदैन। बाहिर फाल्टो काम गर्नु जाऊँ भने अब त्यही काम सिकेको छ गर्छु भनेर जाँदाखेरि अहिले तपाईँको अब त्यही त हो नेपालको कन्डिसन। अब होटल रेस्टुरेन्टमा पनि काम छैन, काम नभएपछि पैसा पनि हुँदैन, मान्छेको जरुरत पनि पर्दैन, त्यही भएर मान्छे पनि धेरै राख्दैन। त्यो भएको कारणले गर्दाखेरि अहिले घरतिर यस्तै सर्ट भिडियोहरू बनाउँछु। जस तपाईँहरूले सपोर्ट गर्नुहुन्छ भन्ने आशा छ।